हेलो फ्रेन्ड्स, फेरि पनि हजुरलाई मेरो यो भिडियोमा स्वागत छ। फेरि पनि हजुरको बिचमा यो भिडियो लिएर आइरहेको छु। म अनि मेरो छोरा आज सिन्तामको यात्रामा घरबाट निस्किसकेका छौँ। हामी सिन्ताम जाँदैछौँ बाबु छोरा, किनकि आज वान डेको छोराको लागि केही टुर अफर आएको कारणले गर्दाखेरि छोरालाई म सिन्ताम एसएनटी बस स्ट्यान्डसम्म म ड्रप गर्नको लागि गइरहेको छु अनि मेरो साथीको छोरा पनि वेट गरिरहेको छ। हामी जाँदैछौँ सिन्तामको यात्रामा। छोराहरू स्कुलको क्लास 8बाट मेरो छोरा टप्पर भएको कारणले गर्दा अनि मेरो साथीको छोरा क्लास 9को टप्पर भएको कारणले गर्दा अनि 11, 12 यसै टप्पर स्टुडेन्टको लागि चाहिँ गभर्नमेन्ट डिपार्टमेन्टले चाहिँ अनि स्कुलबाट नानीहरूलाई यसरी अपर्च्युनिटी अफर आएको कारणले गर्दा वान डेको टुरमा नानीहरू जान परेकोले हुँदाखेरि हामी गइरहेका छौँ। अनि सिन्ताम टोपाखानी हामी पुगिसकेका छौँ। टोपाखानी प्रवेश गरेर हामी हिँडिरहेका छौँ, जर्नी गरिरहेका छौँ। यो टोपाखानीबाट हामी निस्केर हामी अब सिन्ताम बजार पुग्न लागिरहेका छौँ। मेरो साथीलाई चाहिँ मैले पछाडि छोडेको छु, म अलिकति अगाडि बढिरहेको छु अनि हामी सिन्ताम बजार पुग्यौँ। अनि सिन्ताम बजार पुगेर यो पेट्रोल पम्पको पछाडि छ एसएनटी बस पार्क अनि हामी केही फोटो सेसन गऱ्यौँ। अनि फोटो सेसन गर्दै गर्दाखेरि जो डिपार्टमेन्टबाट सर हुनुहुन्छ उहाँले रिसिभ गर्नुभयो अनि बस पनि आइपुग्यो। अनि बसमा नानीहरू चढ्नको लागि तयारी भएर बसमा चढ्दैछ। मेरो छोरा अनि मेरो साथीको छोरा बसमा चढिसक्यो अनि सरहरूले रिसिभ गरेर अब लाँदै हुनुहुन्छ। केही युनिभर्सिटी कलेजहरूमा नानीहरूलाई केही एजुकेसनको लागि अनि केही नानीहरूलाई नलेजको लागि डिपार्टमेन्टले अनि यहाँका टिचर्सहरूले गाइडेन्स गरेर लाँदै हुनुहुन्छ। अनि नानीहरूलाई मैले बसमा चढाइसकेर चाहिँ अब बिदाई गर्दैछु। अब नानीहरू जान लागिरहेको छ है। बस अब हिँड्यो, यात्रा जर्नी सुरु भयो अनि म फर्केर चाहिँ बजारतर्फै गएँ जहाँ चाहिँ मेरो बाइक पार्किङ गरेर राखिरहेका थिएँ। अनि म बजारभित्र पस्दैछु अनि जो म बजारभित्र पसेर बाइक भएको स्ट्यान्ड पार्किङमा पुगेँ अनि त्यहाँ केही पार्किङको मैले केही रकमहरू ट्याक्सहरू दिनुपर्ने भएको छ। अनि उहाँ जो एकजना स्टाफ आउनुभयो उहाँलाई मैले पार्किङ रसिद दिएर म त्यहाँबाट निस्केर पेट्रोल पम्प आइपुगेँ। पेट्रोल पम्प आएर मैले पेट्रोल गाडीमा लगाउँदैछु अनि उहाँलाई मैले भने पेट्रोल फुल गरिदिनुहोस् है भनेर मैले भनेको थिएँ। उहाँले फुल गरिदिनु भयो, ट्याङ्की फुल गरेर चाहिँ म त्यहाँबाट निस्केर म स्कुल आइपुगेँ जहाँ चाहिँ मेरो छोरा पढिरहेको स्कुलमा अनि मेरो छोरी क्लास 6मा छ। अनि जो ठुलो छोरा चाहिँ फाइनल इक्जाम गरिरहेको छ। आज केही प्यारेन्ट्स मिटिङ अर्गनाइज गरेको कारणले गर्दा टिचर एचएमले अनि म त्यहाँ प्यारेन्ट्स मिटिङमा एटेन्ड भएँ। अनि एटेन्ड भएर चाहिँ त्यहाँबाट निस्केर म केही फोटो सेसनहरू गरेँ। फोटो सेसन गरेको बादमा म घर फर्केँ। घर आइपुगेर पानी पिएर आराम गरिरहेको छु। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला।